निजी क्षेत्रबाट यो समुदायलाई यहाँको शिक्षालाई जागृत बनाउनका निमित्त यो विद्यालयले 2 दशक भन्दा बढी जुन प्रकारको भूमिका निर्वाह गरेको छ, यो वास्तवमा यो समाजले यो राष्ट्रले मूल्याङ्कन गर्ने विषयको रूपमा रहेको छ। निजी क्षेत्रबाट शैक्षिक संस्थालाई जुन प्रतिस्पर्धात्मक लयमा सञ्चालन गर्ने प्रयास भएको छ, यो राष्ट्रका निमित्त अत्यन्तै ठूलो योगदानको रूपमा रहेको छ। अघि पूर्ववक्ता कृष्ण दाजुले पनि भनिसक्नु भएको छ, नेपालको अर्थतन्त्रमा निजी र सार्वजनिक क्षेत्रको उत्तिकै भूमिका रहेको छ। खास गरी शैक्षिक नतिजा र उत्कृष्टताको हिसाबले हेर्ने हो भने संस्थागत विद्यालयहरूले नेपालको सामुदायिक विद्यालयमा शिक्षालयमा गरेको योगदान राष्ट्रले पहिलो श्रेणीमा राखेर हेर्ने स्तरको रहेको कुरा यहाँहरू सबैलाई निवेदन गर्न चाहन्छु। हामी विद्यालयहरूको शैक्षिक अवस्थाको गुणस्तरको बारेमा विभिन्न दृष्टिकोणबाट मूल्याङ्कन विश्लेषण गर्ने गर्छौँ। वास्तवमा एउटा विद्यालयको गुणस्तर राम्रो बनाउनका निमित्त सरकार थुप्रै अवयवहरू, थुप्रै पक्षहरूको उत्तिकै महत्त्वपूर्ण योगदान रहन जरुरी छ, सक्रिय योगदान रहन जरुरी छ, समावेशी योगदान रहन जरुरी छ। विद्यालयका सञ्चालकहरू, विद्यालयका प्रशासकहरू, विद्यालयका शिक्षकहरूका कारणबाट मात्रै त्यो विद्यालयको सबै कुरा निर्धारण भइरहन्छ, हुनसक्छ, हुनुपर्छ भन्ने मान्यता किमार्थ सही हुन सक्दैन। यसकारण आजको यो समारोहमा उपस्थित हुनुहुने आदरणीय अभिभावकजीहरू, टोल सुधारका प्रमुखहरू, विद्यालय व्यवस्थापन समितिका, शिक्षक अभिभावक सङ्घका साथीहरू, हामीहरू सबै मिलेर यो जुटपानीको जुन एक प्रकारको ऐतिहासिक नामबाट यो विद्यालय अहिलेसम्म सम्बोधित रहेको छ, कालिका नगरपालिका भए पनि यो विद्यालयलाई हामी सबैले आफूले गर्न सक्ने योगदानमा चाहिँ पहिलो दर्जाको रूपमा उपस्थित भएर यो विद्यालयलाई, यो जुटपानीको ऐतिहासिक गरिमा बोकेको विद्यालयलाई सघाउ गर्न सकौँ। यसको शैक्षिक उन्नयनको लागि हामीले गर्न सक्ने सहयोगका निमित्त उदार हृदयबाट सहभागी हुन सकौँ, म यहाँहरू सबैलाई अनुरोध गर्न चाहन्छु। वास्तवमा पछिल्लो समयमा यो विद्यालयसँग कुनै न कुनै आयाममा म पनि जोडिएको छु। यहाँको शिक्षकहरूको मनोबल उकास्नका निमित्त, यहाँको सञ्चालकहरूलाई यो विद्यालयको व्यवस्थापन प्रशासनमा अझै अग्रगामी रूपमा अझै सफल अभ्यासहरू भित्राउनका निमित्त, सञ्चालन गर्नका निमित्त, शिक्षकहरूलाई वास्तवमा जागृति प्रदान गर्नका लागि, विद्यार्थीहरूलाई मोटिभेसन दिनका लागि, परीक्षाका विभिन्न सङ्गीन घडीहरूमा विद्यार्थीको मनोबल उच्च बनाउनका निमित्त हामीहरू जुटिरहेका छौँ। विद्यालयभित्र एउटा नवप्रवर्धन र ऊर्जालाई हामीले भित्राएका छौँ, अझै भित्राउने प्रयास गरिरहेका छौँ। यो विद्यालयको शैक्षिक उन्नयनका निमित्त, यसको गुणस्तर सुधारका निमित्त आगामी दिनमा पनि हामीहरूले एउटा भरमजबुत प्रयास गर्ने हुँदा यहाँहरूले आफ्ना भावी नानीहरूलाई यो विद्यालयमा भित्राउने कुरामा कहीँ कतै पनि किञ्चित सोच्नुपर्ने अवस्था नरहने कुरातर्फ पनि यहाँलाई स्मरण गराउँदै समयको पाबन्दीमा छौँ। हामी सबै मिलेर, सबै अभिभावकहरू मिलेर सामूहिक रूपमा यो विद्यालय सुधारका निमित्त जुट्न सकौँ। आमन्त्रणका निमित्त, यो मन्तव्यका निमित्त म विद्यालय परिवारले जुन प्रकारको सद्भाव उपलब्ध गराएको छ, यसका निमित्त हृदयदेखि आभार व्यक्त गर्दै, कृतज्ञता व्यक्त गर्दै फेरि पनि यो जुटपानी एकाडेमीलाई भव्य एवं सभ्य रूपमा यो कार्यक्रम सम्पन्न गर्न हामी सबैले सहयोग गरौँ भन्ने शुभ भाव राख्दै यसको सफलताको शुभकामना सहित बिदा हुन चाहन्छु। धन्यवाद। जय जुटपानी एकाडेमी।